मेरो पनि छ यहाँ। अनि तपाईँले संविधान मान्दिनँ भन्नुहुन्छ, त्यही संविधान अन्तर्गतको कानुन बनाउने बहानामा तलब खानुहुन्छ, त फिर्ता गर्नु पर्दैन? म जनताबाट चुनाव जितेर गएँ त के गर्नु? तपाईँले जे पनि गर्न पाइन्छ, जे पनि गर्न संविधान पाइन्छ, गर्न पाइन्छ नि। संशोधन गर्न पाइन्छ, तर संविधानको धारा 175 मा संविधान नमान्ने व्यवस्था छ भनेर भन्नुभयो। तर त्यहाँ त त्यो उल्लेखै रहेन रहेछ। धारै गलत बोल्नु। 275 भन्नुभयो त्यसो भए धारै गलत बोल्नु। कति हो भन्नुहोस् त? तपाईँको यो मोबाइल क्यामेरा गरेर युट्युब हेर्न भन्नु साथी। तपाईँलाई युट्युबले पोकेर यहाँसम्म पुर्याएका हुन्। युट्युबले भनेर अपमान नगर्नु, म पत्रकार हुँ। तपाईँ पनि किन त्यसो भए सांसद हो? त्यो भनिदिउँ म? धारा 274 पढेर सुन्नु। भन्नुहोस् न, तपाईँ भन्दै हुनुहुन्छ। एउटा मुद्दा बाहेक अरू सबै मुद्दाहरू परिवर्तन गर्न पाइन्छ। के मुद्दा? सार्वभौम सत्ता भनेको के? त्यो चेन्ज गर्न पाइँदैन, त्यो चेन्ज गर्न पाइँदैन भन्छ। अर्को कुरा के भन्छ? अर्को मुद्दा के भन्छ भने देशलाई खण्डित गर्न पाइँदैन। अर्को मुद्दा भनेको देशलाई जातीय रूपमा विखण्डन गर्न पाइँदैन। यी बाहेक अरू यो देशमा कस्तो व्यवस्था रहने के नरहने भन्ने कुरा सबै संशोधन गर्न पाइन्छ भनेपछि यो देशको व्यवस्था गणतन्त्र मान्दिन भन्न पनि पाइन्छ भन्ने कुरा। त्यो घुमाउरो भाषामा राजतन्त्रमा राजालाई जनताले बनाउने हो त? सार्वभौम सत्ता जनताको प्रयोग हुन्छ राजा बनाउनलाई? सुन्नु, सार्वभौम सत्ता भने के? एकछिन मलाई भन्नु न, तपाईँ ठुलै पत्रकार हुनु। तपाईँ भन्नुहोस् न, तपाईँ सांसद कानुन बनाउने तपाईँ। एकछिन सार्वभौम सत्ताको मलाई वर्णन गर्दैन। तपाईँलाई मलाई प्रश्न मात्रै आयो। सार्वभौम सत्ताको वर्णन गरिदिनुहोस्। तपाईँ अध्ययनै पढ्दै नपढ्ने अनि एउटा मोबाइल बोकेर टक्क अरूलाई क्यामेरा पनि सत्य राखेको छु, ल्याउनु मेहनत गर्दै हिँड्ने। सार्वभौम सत्ता भनेको जल, हावा, पानी, माटोमाथिको अधिकार हुन्छ। कसको अधिकार हो त्यो? त्यो जनताको। जनताको। अनि जनता महाराज जनता हो?